हेलो साथीहरू, गुड मर्निङ। के गर्दै हुनुहुन्छ हजुरहरू? सन्चै हुनुहोला। म युट्युब बनाउँदै गरेछु आजभोलि। हेरिदिनु होला, साथ सपोर्ट दिनु होला साथीहरू। जसरी हुन्छ सपोर्ट मी। आज शनिबार, अब के हुन्छ दिनभरिको काम म हजुरहरूलाई देखाउँछु। अनि अब चिया बनाउनु लाग्छ साथीहरू। चिया खानुपर्छ। चिया पानी तताउँछु पहिला, अनि अब चिया, त्यसपछि आज मम्मीले मासको डुक्का खाने भन्दै हुनुहुन्छ, त्यही भएर भिजाउनु भएको छ दालहरू। मासको दाल, अनि यसलाई के भन्छ, यसलाई के को दाल हो यो छैन। अब त्यस्तै हो साथीहरू, दिनभरि के हुन्छ म हजुरहरूलाई देखाइहाल्छु। तातो चिया बिहान घाँटी कस्तो हुन्छ साथीहरू, तातो चिया नखाएर हुँदैन। हजुरहरू पनि खानुहोस्, तातो चियाले धेरै राम्रो गर्ने रहेछ। तातो पानीले बिहान धेरै राम्रो। कागती हालेर खाएपछि, कागती त छ मेरो यहाँनिर, कागती त छ साथीहरू, तर घाँटी दुखेको हुनाले मैले खाएको छैन। अनि त्यस्तै हो। छ पानी त आज परेको छैन, तर बादलै छ साथीहरू। बादल छ, पानी त परेको छैन त्यस्तो खासै, बादलै छ। बादल छ। नास्ता बनाउने एकछिनमा चिया पकाउँदैछु। चिया पकाउँदैछु। चिया बिस्कुट, आज नास्ता चिया र बिस्कुटै हुन्छ होला साथीहरू। आज चिया र बिस्कुट खाने सबैजनाले, त्यसपछि अनि खाना बनाउनेतिर लाग्ने हो। छुट्टी छ, मजाले बनाउने हो। केटाकेटीको छुट्टी छ आज शनिबार, अनि मजाले पकाउने खाने सबै देखाउँछु म हजुरहरूलाई दिनभरिको कामहरू है साथीहरू। बिहानीको सँगै फुलसँगै पुरा फुलाइरहनु साथीहरू। फुल मेरो साइडमा बगैँचामा नजाऊ तिमी, भमराले चुमिदिला, फुल सोचेर तिमीलाई, फुल सोचेर। प्यारो प्यारो फुलहरूसँगको दिन बिताउँदा कति मजा आउँछ साथीहरू। साथीहरू आज फेरि हेर्नु न, पानी पर्ला जस्तो भएको छ, हावा लागेको छ, चिसो छ। उसरी गर्मी त गर्मी नै छ, पसिना त आइहाल्छ घाम नलागे पनि, तर पनि हावा चिसो लागेको हुनाले चाहिँ त्यति गर्मीको चाहिँ फिलिङ भएको छैन साथीहरू। आज यस्तै छ, के गर्ने, कहाँ जाने, के गर्ने भन्ने सोचिरहेको छु। अनि तपाईँहरूलाई म देखाइहाल्छु नि साथीहरू। यस्तै हो अब। साथी छ आजको वातावरणहरू, मौसमहरू हरियाली नै छ। यस्तै हो, मेरो त घरको अगाडि नै हरियाली छ साथीहरू। लिचीको बुट्टा यति लिची फलेको साथीहरू, यसमा यति लिची फलेको। यो लिची आम दुईवटा त्यहाँनिर छ, दुईवटा तल छ आम, चारवटा आम चाहिँ रहिरहेको छ साथीहरू। अब यो अलि फलेको थियो, हामीले पकाएर खाएको, घरमै पकाएर एकैचोटि टिपेर अनि पकाएर खाएको। चारवटा चाहिँ बाँकी छ, अब
अनि यस्तै हो साथीहरू। अम्बा हेर्नु साथीहरू, हाम्रो यस्तो फलेको छ अम्बा नि। अब यो अम्बा एउटा काम लाग्दैन, सबै कुहिएर किरा लागेर केही पनि काम लाग्दैन। यो अम्बा यति फलेछ, यो अम्बा फलेर रुखै भाँचिँदैछ। अनि अम्बा एउटा पनि काम लाग्दैन, अब खाने लायक हुँदैन। अनि हिउँदतिर फेरि यो अम्बा यत्रो स्याउ भन्दा पनि मिठो हुन्छ साथीहरू। अनि थोरै फल्छ फेरि त्यति बेला, अहिले चाहिँ धेरै फल्छ, काम लाग्दैन। पछि त थोरै फल्छ, मिठो हुन्छ। अनि पुग्दैन, खाऊँ भने पनि कसैलाई दिउँ भने पनि पुग्दैन। अहिले चाहिँ यति फल्या छ कि बोटैको हाँगा पनि पटपट बिहान पनि चरचर भएको के भयो भनेर यस्तो हेर्छु भनेको त हाँगा टुटिरहेको थियो भारी भएर। यस्तो छ साथीहरू आजको। यस्तै छ गाउँले जीवन, हाम्रो गाउँले जीवन यस्तै छ। रमाइलो छ गाउँले जीवन। जे होस्, काम गरिन्छ, पसिना आउँछ, शरीरलाई फुर्ती पनि हुन्छ। कोठामा बसिराख्नुभन्दा त यस्तै गाउँले जीवन राम्रो हो साथीहरू। थोडा काम पनि गरिन्छ, अनि थोडा आफूलाई हल्का पनि हुन्छ, पसिनाहरू आयो भने शरीर। अनि त्यस्तै हो साथीहरू। अब म श्राद्धको घरतिर जाँदैछु। श्राद्ध हुँदैछ हाम्रो पडोसमा अङ्कलको घर। ल दाल पनि पाक्दैछ साथीहरू। बटुक पाक्यो, अचार देखाइदिनु अरे आन्टी। अचार पनि पाक्यो, अनि पुरी पाक्यो, बटुक पाक्यो साथीहरू। हाम्रो सुदूरपश्चिममा त बटुक अनिवार्य छ पाक्दो। मेरो देउरानीहरू सब यहाँ मजाले बनाउँदैछन् पुरी। सबै मेरा देउरानीहरू हुन् यिनीहरू। हाई, ल पुरी पाक्दैछ, यी मजाले पुरी बनाउँदैछन्। अनि यस्तरी म पनि देखिनु पर्यो नि साथीहरू। यस्तै छ आज हाम्रो यहाँ ससुराको उहाँ श्राद्ध छ। सबैजना भेला भएर पकाउँदैछौँ साथीहरू। अनि हेरिदिनु होला मेरो भिडियोलाई, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। अब सुरुमा बनाउँदैछु, पछि त राम्रो आउँछ। अहिले चाहिँ यस्तै छ। आज चाहिँ मौसम ठिक छ, श्राद्ध पनि हो साथीहरू। मौसमले चाहिँ एकदम साथ दिएको छ। आज त पानी परेको छैन, अनि राम्रो हुँदैछ। ए मेरा ससुरा बा हुन्, यिनी पनि खुब काम गर्नुहुन्छ अङ्कलले। मेरी देउरानी न्यारी छ, कति राम्री छ मेरो देउरानी। यति आँटाको पुरी पकाउनु लाग्छ मेरो देउरानीले। कस्तो काम गर्छ, यति काम गर्छ नि मेरो देउरानीले, यति काम गर्छ। तर चाहिँ भर्खर पुरी बेल्ने बेला आकी हो, काम चाहिँ बहुत गर्छ। मेरी सासू, मेरी सासू हुन्। उहाँ पनि मेरी सासू, आफ्नै सासू। यहाँ परको सासू भन्न मिलेन, आफ्नै सासू हुन् साथीहरू। आन्टी सासू। यस्तै छ गाउँको हाम्रो यो भान्साहरू। यस्तै छ साथीहरू, यति राम्रो छ नि। यस्तै हो, यी कस्तो राम्रो आगोमा हेर्नु त पकाएको खाना भनेको आगोमै पकाएको मिठो हो नि त साथीहरू। त्यो ग्यास भन्दा बिजुलीमा पकाउँछन् मान्छेहरू भन्दा त यस्तै राम्रो हो नि। अनि अर्ग्यानिक साथीहरू। यो आगो बाल्दाखेरि नि जो जतातिर बसेको हुन्छ उतैतिर धुवा आयो भने चाहिँ के हुन्छ त्यो कमेन्ट गर्नु होला है साथीहरू। मेरो देउरानीले सोध्दैछ मतिर खुब धुवा आउँदैछ, आँखा यस्तो भइरहेछ भन्दैछ। के कारणले चाहिँ धुवा आउने रहेछ जतातिर मान्छे बस्यो त्यतिर चाहिँ भन्ने कमेन्ट गरिदिनु होला। यो सुन्न चाहना मेरो देउरानीलाई छ, भनिदिनु होला साथीहरू। तर साथीहरू देउरानीहरू भएपछि त यति सजिलो हुने रहेछ कि जेठानीलाई, कि म त अहिले थाहा पाउँदैछु। यी यति बनाइसकेँ फटाफटी।
कस्ता छन् भाइ मेरो देउरानी जेठानी जे होस्। हाम्रो चाहिँ यस्तै रमाइलो हुन्छ गाउँमा चाहिँ श्राद्ध भएपछि एउटा घरमा गयो अर्कोले पकायो, अर्को घरमा गएको साथीहरू रमाइलो हुन्छ रमाइलो हुन्छ। इ धुवा पनि बहुत आउँदैछ, बहुत रमाइलो हुन्छ। दिदी बहिनीहरू आउँछन्, सब आउँदै हुनुहुन्छ, मैयाहरू सब पुग्दैछन् आस्ते आस्ते सबै। क्रोसियाबाट इ मेरो नन्द प्यारो नन्द आउनुभयो सलाद खानलाई पारीबाट। अनि सबै बनाउँदैछौँ साथीहरू। हाई गरिदिनु मेरो ब्लगमा, हाई गर्नु। हाई 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 भने कस्तो गर्नुपर्छ? हाई गर्नु। ल ल साथीहरू, मेरो अर्को नन्द पनि आउनुभयो यी सलाद खानलाई माइती देशमा। ल यो सानो भान्जी हेलो ल हेलो भन्छ, बाई गरिदिन्छ, बाई गरिदिन्छ, बाई गरिदिन्छ। ल बाई गरिदिन्छ न सोना यता हेर्छ बाबा, यता बाई गरिदिन्छ। इ टिभीमा यहाँ हेर्छु बाई बाई गरिदिन्छ। ओ मेरो बाबा। ल साथीहरू एकछिन भेटौँ न। इ कुखुरा पाल्नु भएको छ यहाँ त टन्नै अङ्कलले, सरादको घरको अङ्कलले टन्नै कुखुरा पाल्नुभएको छ। आफू बुढो भइसक्नु भएर पनि काम गर्न छोड्नुहुन्न, यति पाल्नुभएको छ साथीहरू। गिरिराज भन्ने कुखुरा। हजुर सलादको टिका सिका लगाइयो। चामल मेरो देउरानी चामल खेलाउँदैछ। सब टिका सिका लाउने कार्यक्रम सिद्धियो साथीहरू। अब फटाफट अब खानाको तयारी हुँदैछ। हेलो साथीहरू, ल आजलाई यति नै मेरो भिडियो। अब भोलि नेक्स्ट ब्लगमा हजुरसँग भेट्नेछौँ। बाई बाई साथीहरू, लाइक सेयर